हिजो कक्षा 12 को 7 र 8 गते भएको रि इक्जामको रिजल्ट प्रकाशित भएको छ। मैले त्यसको रिजल्ट कसरी हेर्ने त्यसको भिडियो मैले अलरेडी बनाइसकेको छु। अब यस भिडियोमा म कुरा गर्नेछु अब रि इक्जामको रिजल्टमा फेरि तपाईहरुको एनजी आयो, अब के गर्नुपर्ने। आज म तपाईहरुको यसै विषयमा यस भिडियोमा म छलफल गर्नेछु। तपाईहरु यस च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्नुहोस्, लाइक गर्नुहोस् अनि कमेन्ट पनि गरेर जानुहोस्। ल धेरै ढिला नगरिकन म तपाईहरुको रि इक्जाममा फेरि एनजी आयो, अब के गर्ने त्यसको सम्बन्धी केही कुरा गर्न गइरहेको छु। सबभन्दा पहिला तपाईहरुले म भन्दै छु, परीक्षा रि इक्जाममा सहभागी भएका विद्यार्थीहरुको संख्या 1,04,026 थियो भने त्यसमा 76,367 जना राम्रो मार्क ल्याएर पास हुनु भएको छ। त्यसले त्यस्तै 73.41% ले पास भएका छन्। बाँकीका विद्यार्थीहरुले फेरि एनजी लागेका छन्। त्यस्तै परीक्षाफल रद्द गरिएको परीक्षार्थीको संख्या 4 रहेको छ, जसमा तपाईहरु यहाँ 4 वटा सिम्बल नम्बर हेर्न सक्नुहुन्छ, यहाँ तल दिएको छ। अब रिजल्ट हेर्ने तरिका मैले बताइसकेको छु। www वेबसाइट छ www.neb.gov.np बाट पनि हेर्न सक्नुहुन्छ, www.neb.ntc.net.np बाट पनि हेर्न सक्नुहुन्छ। एनबी बाट एसएमएस बाट हेर्नु तरिका चाहिँ एनबी स्पेस सिम्बल नम्बर टाइप गरेर तपाईहरु 1600 मा एसएमएस गर्नुहुन्छ भने तपाईहरुको रिजल्ट शो गर्छ। अब हामी कुरा गर्ने छौं क्लास 12 को रि इक्जामको रिजल्टमा फेरि एनजी आयो, अब के गर्ने। यहाँ हेर्न सक्नुहुन्छ नोटमा 1 नम्बरमा प्रमाणपत्र उपलब्ध गराउने सम्बन्धी व्यवस्था। कक्षा 12 को मौका पूरक परीक्षामा सहभागी भई प्रत्येक विषयको सैद्धान्तिक परीक्षामा कम्तीमा डी ग्रेड प्राप्त गरेको परीक्षार्थीहरूले नतिजा प्रकाशन भएको मितिले 10 दिन पश्चात मात्र ट्रान्सक्रिप्ट माइग्रेसन प्रोभिजनल टीएमपी प्रमाणपत्र लागि रु 1500-1500 मात्र बुझाइ रसिद काट्न सकिनेछ। साथै पूरक प्रमाणपत्र प्राप्तिका लागि थप रु 500 बुझाउनु पर्नेछ। त्यस्तै 2 नम्बरमा कक्षा 12 को मौका पूरक परीक्षा फल प्रकाशन पश्चात आफूले प्राप्त गरेको कुनै विषयको ग्रेड चित्त नबुझी पुनर्योग गर्न चाहने परीक्षार्थीहरूले प्रति विषय रु 1000 का दरले अनलाइन मार्फत दस्तुर बुझाइ परीक्षा फल प्रकाशन भएको मितिले 10 दिन 2082 साल कार्तिक 24 गते 10 बजेदेखि मेन्सिर 3 गते साँझ 5 बजेसम्म भित्र राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट neb.gov.np मा रहेको रिटोटलिङ ग्रेड 12 सप्लिमेन्ट्री मार्फत आवेदन दिनुपर्नेछ। अब तपाईहरुको रि इक्जामको रिजल्टमा फेरि एनजी आयो, तर तपाईहरुले चित्त बुझेको छैन भने तपाईहरु रिटोटलिङ गराउन सक्नुहुन्छ। त्यसको रिटोटलिङको एउटा सब्जेक्टको 1000 रुपैयाँ दरले छ अनि तपाईहरुको टाइम चाहिँ मन्सिरको 3 गतेसम्म रहेको छ। त्यस्तै 3 नम्बरमा कक्षा 12 को मौका पूरक परीक्षाको परीक्षाफल प्रकाशन क्रममा कुनै त्रुटि स्थगित वा अनुपस्थित विषय फरक पर्ने नाम थर रजिस्ट्रेसन नम्बर फरक पर्ने आदि देखाएमा बोर्डका सम्बन्धित कार्यालय वा राष्ट्रिय परीक्षा बोर्ड सार्वजनिक भक्तपूर्व नतिजा प्रकाशन भएको मिति 6 महिना भित्र आवश्यक कागजात सहित निवेदन पेश गर्न अनुरोध गरिन्छ। म्याद नागी आएका र रित नपुगेका निवेदन उप कुनै कारबाही हुने नहुने बेहोरा समेत जानकारीका लागि अनुरोध छ। अब तपाईहरुको ग्रेड सिटमा कुनै मिस्टेक आयो, नाम डेट अफ बर्थ सिम्बल नम्बर मिस्टेक आयो भने तपाईहरु आफ्नो यो 6 महिना भित्र आफ्नो सच्याउन सक्नुहुन्छ। एनबी बोर्डमा गएर आफ्नो पूरा कागजात लिएर सच्याउन सक्नुहुन्छ। 4 नम्बरमा नतिजामा प्राविधिक कारणले कुनै त्रुटि भएको परीक्षा नियन्त्रण कार्यालयले मूल अभिलेखबाट सच्याइनेछ। साथीहरु, कतिपयको विद्यार्थीहरुको क्वेशन थियो कि रि इक्जामको रिजल्टमा फेरि एनजी आयो, अब के गर्ने। तपाईहरु चित्त नबुझेको पेपरमा तपाईहरु त्यसको रिटोटलिङ गराउन सक्नुहुन्छ। अनि अब तपाईहरुलाई कन्फिडेन्स छैन मलाई फेलै छु भने अब त्यसको लागि नेक्स्ट वर्ष तपाईहरु आफ्नो इक्जाम दिन सक्नुहुन्छ। कुनै नयाँ अपडेटको लागि मेरो च्यानललाई सब्स्क्राइब गर्नुहोस् अनि अरु कुनै नयाँ अपडेट चाहियो भने मलाई कमेन्ट पनि गर्न सक्नुहुन्छ। धन्यवाद।